अहमदाबादमा एरोप्लेन क्र्यास हुँदै गरेको भिडियो त तपाईले पनि हेर्नुभयो होला। तर त्यो भिडियो चाहिँ कसले बनाएको रहेछ भन्दाखेरि चाहिँ आर्यन नामको सानो केटा, सानो नानीले बनाएको रहेछ, जो चाहिँ 17 सालको रहेछ। अनि उसले बनाएको सायद 49 सेकेन्डको भिडियोले चाहिँ पुरा दुनियाँमा सनसनीखेज फैलाइदियो। अर्थात् एउटा सबैलाई जानकारी पनि भयो अनि त्यो प्लेन चाहिँ कसरी क्र्यास भएको थियो भनेर एउटा सबुतको रूपमा पनि भयो। अब यो इन्भेस्टिगेसनमा पनि ठुलो काम आउने भयो। र त्यो नानी आर्यन चाहिँ मेघानी भन्ने गाउँमा बस्ने रहेछ र उसको पापा चाहिँ लक्ष्मीनगर, अहमदाबादको लक्ष्मीनगरमा किरायको घरमा बसेर ड्युटी गर्नुहुँदो रहेछ, नोकरी गर्नुहुँदो रहेछ। अनि उसको बाउ चाहिँ एउटा एक्स आर्मी हुनुहुँदो रहेछ र त्यो एक्स आर्मीको छोरा चाहिँ गाउँबाट आएर 12 बजी आएको थियो अरे। अनि नुहाइ धुवायो होला, केही गर्यो होला। त्यहाँदेखि चाहिँ आएर एकछिन छतमा जाँदाखेरि एरोप्लेन देखेछ। त्यो एरोप्लेनमा आवाज पनि थिएन अरे। र त्यो आवाज नभएको एरोप्लेन अलगै प्रकारले उड्दै गरेको देखेर चाहिँ साथीहरूलाई पनि देखाउँदाखेरि चाहिँ भिडियो बना न भनेछ। त्यो भिडियो बनाएकोले गर्दा चाहिँ आज त्यो भिडियो एकदम दुनियाँभरमा भाइरल भयो। अनि एउटा त्यो एरोप्लेन जबको इन्भेस्टिगेसनमा पनि एउटा ठुलो काम गर्ने बनिएको छ। र हामी तपाईले पनि त्यो एरोप्लेन कसरी क्र्यास भयो देख्न पायौँ। अन्यथा क्र्यास भएको त न्युज सुनिहालिन्थ्यो, तर कसरी चाहिँ गएर लाइभ क्र्यास हुँदै गरेको त देख्न सकिन्थेन। त्यसै कारण यो भिडियो भन्ने कुरा आजको जमानामा बहुत इम्पोर्टेन्ट हुने गर्छ। र अहिले चाहिँ त्यो नानीलाई पुलिसले लगेको छ भन्ने समाचारहरू सुनिँदैछ। तर अवश्य पनि त्यो नानीलाई नोक्सान त हुँदैन, किनभने इन्भेस्टिगेसनमा त्यो सानो क्लिप एकदमै ठुलो विटनेसको रूपमा काम आउनेछ। त्यसै कारण पुलिसले लगेको होला। र यो भिडियो क्लिप भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट चिज हो अहिलेको जमानामा। र कुनै पनि इन्भेस्टिगेसनमा भिडियो क्लिप जस्तो लाइभ प्रुफ चाहिँ केही पनि हुँदैन। र त्यो नानीले खिचेको सानो भिडियोले गर्दाखेरि चाहिँ त्यही घरमा किरायमा बस्ने, लक्ष्मीनगरमै किरायमा बस्ने एउटा म्याडम चाहिँ परेशान छ। दुनियाँभरको रिपोर्टर्सहरू आएर त्यो नानीले कसरी भिडियो खिच्यो, कसरी बनायो भन्ने कुराहरू सोधेकै छ। र त्यो म्याडम पनि पुरा भाइरल भइरहेछ। र म सधैँ नै यसरी बिहान अर्ली इन द मर्निङ वर्कआउट आउँछु अनि एकछिन घुमेर डुलेर आफ्नो एक्सर्साइजहरू गरेर एकछिन यसरी हरियो घाँसमा घुम्दै सानो भिडियो बनाउने गर्छु। र आज यति नै तपाईलाई सुनाउँदै तपाईदेखि बिदा दिन चाहन्छु। फेरि पनि म भोलि अर्को भिडियो लिएर अवश्य आउनेछु। तबसम्म मलाई आज्ञा दिनुहोस्। र तपाईले मेरो यो भिडियो युट्युब च्यानलमा हेर्नुहुँदैछ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्, साथ दिनुहोस्, सपोर्ट दिनुहोस्। अनि फेसबुक पेजमा हेर्नुहुँदैछ भने पेजलाई फलो गर्नु नबिर्सिनु होला। यस्तै इम्पोर्टेन्ट भिडियोजहरू अवश्य ल्याउनेछु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।